सो गाइज म रुममा आइसकेँ कामबाट होइन। आज लास्टै बोर लागेको थियो काममा मलाई धेरै। बिहान बिहान म उठ्नु पनि हिजो अलार्म राख्नु बिर्सेको रहेछु, अनि त्यही भएर बिहान ढिलो उठेँ कि म। त्यही भएर ढिलो उठेपछि मैले टिफिन बनाउन त पाएन आफ्नो लागि। त्यही भएर मैले भात पकाएँ, दाल पकाएर मैले बिहान खाना खाएर त गएँ हो, त्यस्तो भोको त गएन। अब दिउँसोभरि अब दिउँसो के लाग्यो, भोकझोक दिउँसो हल्का हल्का लागेको थियो। त्यो पनि अब त्यो खासै लागेको थिएन, त्यही भएर खाना खाएन। बिहान पकाएर गएको थिएँ म, हल्का भात थियो, त्यो हल्का बिहान हल्का छिटोमा जलेको थियो क्या। छिटो पकाउँदाखेरि त अब त्यो ध्यान भएन, त्यही भएर हल्का भात जलेको थियो। अब त्यो फाल्ने मन पनि लागिरहेको छैन, अब उति खासै त जलेको छैन, त्यो पनि खाइहालौँ भनेर अब खाने तयार छौँ। धेरै पनि बलेको छैन, यत्तिकै छ होइन, ठिकै छ भात। अनि त्यही भएर त्यही खान्छु। अब त्यही खाइसकेपछि हल्का दाल छ, त्यो दालसँग खायो मजाले, अनि एकछिन आराम गर्छु। रुममा एक्लै छु गाइस, एक्लै आउने एक्लै पकाउने खाने रुममा होइन। अब उसरी त गाह्रै हुन्छ, तर अब टाइम मिल्दैन। 8 देखि 8 बजी जानुपर्छ। अब 8 बजी 9 बजी फेरि रिसाउँछ काममा। त्यही भएर अहिले बुझिन्छ क्या, जब एक्लै सङ्घर्ष गर्छौँ नि इन्डिया जस्तो ठाउँमा, एक्लै काम गर्छौँ अनि बुझिन्छ क्या कसरी बस्नुपर्छ, कसरी जिम्मेवारी भने के हो भन्ने कुरा। भन्थे नि, जब बाउले कमायो आमाले पकाइन् र छोराछोरीले खान्थ्यो भनेर, त्यति बेला हामी कति जिद्दी गर्थ्यौँ। ल मैले यो खाएँ, मलाई यस्तो मन परेन, यो सब्जी म खाँदैन, नुन लाग्यो बढी, नुन भएन भनेर हामी नखाने, रिसाइदिने होइन। जब आफै कमाउँछु नि, यो भनेर बलेको भात पनि खानुपर्छ क्या, कहिले भोकै सुत्दिनुपर्छ। आमा बाउले पकाउँदा कहिले भोको सुतेन, तर आफूले कमाउँदा भोको सुत्नुपर्छ। त्यही भएर जति पनि घरमा हुनुहुन्छ नि, आमा बाउले पकाएर जस्तो दिए पनि खाने गर्नु होला। नुन कमी यो गरेर झगडा गर्ने काम नगर्नु होला। अन्नको कदर गर्न सिक्नुभयो भने अन्नले पनि तपाईँहरूको कदर गर्छ क्या, बुझ्यौ। जस्तो आमा बुवाले बनाएर दियो त्यस्तै खाने, खुसी रहने फ्यामिलीसँग।